नमस्कार साथीहरू, आजको भिडियोमा हाम्रो देशमा रहेको ग्यासको समस्याको बारेमा बनाउन गइरहेको छु। अहिले हाम्रो देशको सहरी क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण व्यक्ति ग्यासको समस्याबाट ग्रसित रहेका छन्। त्यसमा पनि सबभन्दा बढी समस्या भोगिरहेका कोही पनि छ भने विद्यार्थी। मैले विद्यार्थी ग्यास नपाएर विभिन्न समस्याहरू भोग्नु परेका छन्, जसमा म पनि परेको छु। आज मैले 3 दिनपछि ग्यास पाइरहेको। 3 दिन ग्यास नपाउँदा हामीलाई विभिन्न होटलहरूमा गएर खाना खानु परेको छ। यस्तो म जस्तो विराटनगरमा धेरै विद्यार्थीहरू बसिरहेका छन् जसले ग्यासको समस्याबाट ग्रसित रहेका छन्। आज बल्ल मैले ग्यास पाएको छु र अहिले पनि धेरैजना त्यही अवस्था भोगिरहेका छन्। र म सबैलाई अनुरोध गर्न चाहन्छु, यदि यस्तो अवस्थाबाट बस्न चाहनुहुन्छ भने हामीलाई एउटा रुम बस्ने साथीहरूलाई 2टा सिलिन्डर लिनु आवश्यक छ र त्यो हामीले गरिसक्यो। अहिले हाम्रो सुझाव हो र सरकारसँग प्रश्न सोध्न चाहन्छु, आखिर किन यसको समस्या हाम्रो देशमा भइरहेका छन्? ग्यासको सर्टेज किन आयो त हाम्रो देशमा? यो हाम्रो कुनै विरोध होइन, यो हाम्रो समस्या हो र यसको समाधान तपाईँले गर्नुपर्छ। आशा छ तपाईँको सम्पूर्ण बाचाहरू पुरा हुनेछ। जय नेपाल।